वेलकम नमस्ते। यो चाहिँ मेरो युट्युब च्यानलमा दोस्रो पार्ट मैले हाल्दैछु। आज चाहिँ म ठुटो खोला माछा मार्न गएको थिएँ। यो झरना ठुटो खोलाको छाङ्गाहरू उकालो गोली माछा जान्छ र मैले घरमा चाहिँ खनाउँदै गरेको यो माछा है फुलुङबाट घर आइसकेको भिडियो। र वेलकम सम्पूर्णलाई मेरो भिडियो जसले हेरिराख्नु भएको छ यहाँहरूलाई सम्पूर्णलाई नमस्ते। यो मेरो युट्युब च्यानलमा यो चाहिँ ठुटे खोलाको छाङ्गाहरू हो। म चाहिँ यहाँ भिडियो बनाउनु मन लागेर भिडियो बनाएँ अनि म त्यहाँ केही बोल्दैछु, त्यसो मेरो पहिलेको भोइसलाई म्युट गरेर यो दृश्यहरू देखाउँदैछु। यो उकालो चाहिँ बर्खा लागेपछि उकालो माछाहरू जान्छ यो यस्तो अग्लो छाङ्गाहरूबाट। यो यस्तो उकालो छाङ्गाहरू उकालोबाट प्राय असलाहरू माछा जान्छ, कत्ले माछा नै जान्छ। यो चाहिँ कत्ले माछा अहिलेको छाङ्गाभन्दा मास्तिर पारेको मैले यो हामीले जाँदाखेरि छेउमा पारेको यो कत्ले जोडियो। आज म एक्लै गएको त्यसरी माछा पारेँ। यहाँनिर पारेको मैले माछा चाहिँ यहाँनिर पारेको मैले माछालाई यो कत्ले माछा जालमा यसरी तपाईँहरूलाई देखाउँदैछु म। कत्ले माछा जाल यही हो। भोक लागेपछि मैले एउटा चाउचाउ बोकेको थिएँ। यहाँनिर पिउने पानी रहेछ र यो चाउचाउलाई चाहिँ मैले उगारेर मसलाहरू हालेर अनि पानीसँग चाहिँ खाँदैछु है, पानीसँग खाँदैछु। यस्तो यो याद कसलाई याद छ, स्कुलको टाइममा चाहिँ हामी यसरी 1 बजे चाउचाउ किनेर अनि धारामा गएर पानी हालेर यसरी खान्थ्यौँ पेट अगाउनुको लागि। हामीसँग त्यति प्रशस्त पैसा हुँदैन थियो। अनि यो कलकलाउँदो जरुवा पानी, चिसो शुद्ध पानी। र म घर आइपुगिसक्यो। घरमा चाहिँ यो माछा मैले खनाउँदैछु यसरी। र घरमा चाहिँ हामी 3 जना छौँ, बुवा मम्मी म हामी 3 जना चाहिँ माछा आज इनफ हुन्छ। जसले यो भिडियो हेर्दै हुनुहुन्छ मेरो युट्युब च्यानललाई चाहिँ लाइक सब्सक्राइब पनि गरिदिनु होला है र सेयर पनि गरिदिनु होला। भिडियोहरू त खासै मलाई बनाउन आउँदैन, त्यही पनि रहर लागेर यो भिडियोहरू बनाइदिएको। अस्तिको एउटा माछाको भिडियो हालेको थिएँ मैले, त्यसमा पनि 1000 क्रस भएछ कि एक दिनमै 1000 क्रस भ्युज आएछ। र मलाई बनाउनु मन लाग्यो। खासै भिडियोहरू बनाउनु कसरी हाल्ने युट्युबमा मलाई त्यति ज्ञान छैन। र यो माछा चाहिँ आज हामी 3 जनाले बेलुका कुदुकु ढिँडो र लोकल माछासँग चाहिँ हामी खानेछौँ। र यो माछा चाहिँ मैले बुवालाई केलाउनै भनेर बुवालाई हराउँदैछु क्या। म चाहिँ अलिकति कपडा फेर्नु पर्ने भएको कारणले गर्दा खोलामा गएँ नि त, चिसै कपडा थियो। यही आजको माछा मेरो। कस्तो धन्यवाद भिडियो हेरिदिनु भएको।